लाइक भएको छ सर सर तपाईँले मलाई आज भन्नुभयो मसँग प्रतिभा त कति छ कति भित्रै छ भनेर भन्नुभयो नि अनि भित्र भएको प्रतिभालाई यतिखेर होस्ट भनेर पनि भन्नुपर्ने अवस्था हो यो प्रतिभा चाहिँ थियो लास्टै भित्र पसेर निकाल्नै सकेन यो तपाईँसँग भएको प्रतिभाहरू पनि अब यो मसँग भएको भन्दा नि अरूसँग भएको म भन्न चाहन्छु र हामीसँग साँच्चै नै प्रतिभावान व्यक्तिहरू हुनुहुन्छ हाम्रो कलाकार साथीहरूलाई म सम्झिन चाहन्छु उहाँहरूको नृत्य मात्रै छैन गायन पनि हाम्रो विशेष आकर्षणको रूपमा रहेको छ र हामीसँग एकदम नेपालमा तपाईँहरूले उहाँको म्युजिक सुन्नु पनि भएको होला उहाँलाई पहिला भेट्नु पनि भएको होला कतिले श्रोता माझमा अडियन्स माझमा पपुलर कलाकार पनि हामीसँग हुनुहुन्छ उहाँ चाहिँ यहीँ बसेर कामरत पनि हुनुहुन्छ कामको कम्पनीमा र सँगसँगै उहाँको जुन कलाकारितालाई अगाडि पनि बढाइरहनु भएको छ हामीसँग सिङ्गर हुनुहुन्छ हामीसँग ऱ्यापर हुनुहुन्छ त्यसरी पेसेन्स तपाईँहरू धैर्यताको साथ रहिदिनु होला यो हाम्रो कार्यक्रम 5 घन्टाको हामीले चाहिँ प्लान गरेका थियौँ र 5 घन्टामा 1 घन्टाको लिएर नै भइ नै हाल्यो सो 4 घन्टा हामीसँग डान्स रहेको छ हामीसँग रहेको छ गायन त्यसै गरी हामीसँग रहेको छ ऱ्याप त्यसपछि रहेको छ डिजे अनि हाम्रो खानाको कार्यक्रम रहेछ र पूजाको कार्यक्रम अगाडि बढ्दै गर्दा म भोलिन्टियर साथीहरूलाई भन्न चाहन्छु ती साथीहरू तपाईँहरू ख्याल गरेर वरपर वातावरणलाई विचार गरिदिनु होला धेरैजना साथीहरू भाँडिएर त नभनौँ तर अलिकति अलग्गिएर परपर भिड बनाइरहनु भएको छ थाहा छैन त्यहाँ के भइरहेको छ उहाँलाई कसैलाई पानी चाहिएको छ भने पानी दिनु होला र पानी पिइसकेपछि बोतल साइडमा राख्नु होला फेरि सरसफाइमा पनि ध्यान दिनुपर्ने हुन्छ र कलाकार साथीहरू तपाईँहरूको सेड्युल के कस्तो छ एलिसा सेड्युल पनि विचार गर्नु होला र धेरै साँझ परिसकेपछि नाच्न पनि धेरै गाह्रो हुन्छ सो हामी फटाफट अब पूजा कार्यक्रमपछि हामीसँग रहेको छ नृत्यको कार्यक्रम किनभने अब हाम्रो यो कार्यक्रममा धेरैजना जस्तो पोलिटिसियन हुनुहुन्न जसले चाहिँ घन्टौँसम्म तपाईँहरूलाई भाषण मात्रै सुनाइराख्ने सो पोलिटिक्सको कुरा गर्दाखेरि अब के कति